यहाँ पनि यसरी बारीको ढिका ढिका यसरी मौरी पालन गरिरहनु भएको छ। यसरी टक्क टिनले माथिबाट ढाकेर मुडे घाममा यसरी सबै ठाउँमा मौरी पालन उहाँको व्यवसायको रूपमा फस्टाइरहेको छ। यसरी ल टक्क ल हेर्न सक्नुहुन्छ, यसरी पनि मौरी पालन गर्न सकिन्छ। ल हेर्नु, कोही खाली छैन। यहाँको चाहिँ नि बारीको 3वटा पाटाको डोरामा सबै ठाउँमा मौरी घमहरू व्यावसायिक रूपमा यहाँले धेरै मौरी पालन गर्नुभएको छ। यहाँ पनि छ। अनि वहाँ पारी पनि देख्न सक्नुहुन्छ। ल टक्क यहाँ पनि छ है। ल यसरी उहाँले व्यावसायिक रूपमा मौरी पालन गरिरहनु भएको छ। आफ्नै ठाउँमा, आफ्नै देशमा, घरमै बसेर एउटा व्यावसायिक रूपमा मौरी पालन गरेकै हुँदैन भन्ने किसिमले उहाँले उदाहरणको रूपमा यसरी देखाउनु भएको छ। हेर्नुहोस्, टक्क मौरी हिँडिरहेको छ सबैमा। कम्तीमा पनि 80-90 घार मौरी यहाँको घरबाट लिएको बारीसम्म कुनै पनि घरहरू खाली छैन। सबै ठाउँमा मौरी छ है त। ल तल्ला मजाको दृश्य।